बास्ना त छैन तर फुल चाहिँ राम्रो फुलेको छ। आज शुक्रबारको दिन म यता आफ्नो गाउँ आएको छु नि त धनगढीबाट, चुनावको कारण छुट्टी भएको छ अनि त्यही भइरहेको छु। यस्तरी छुट्टिन्छन्, घरदेखि सँगै आउँछन् साथीहरू, अहिले आएर चाहिँ बाटोमा छुट्टिन्छन् यिनीहरू। यहाँ अब शुक्रबारको दिन चाहिँ स्याउला खुल्छ अनि चिबहरू स्याउला नभनौँ दौरै जान्छु, दौरा लिएर आउँछु जङ्गलमा। अब मोटी बहिनी के गर्ने, अब हिँडिसकि नै नजिक नजिक लाग्छु भन्छ। हेर्नुहोस् साथीहरू, पहाडको उकालो भन्दा कम छैन कि यता हाम्रो झुलुङ्गी पुल यस्तो छ। स्याउला पनि यहाँ त छैन ल्याउनु पनि आउला भनेर हाम्रो धेरै स्याउला त ल्याउने हरिया स्याउला ले हरिया आशी ये तो आशी ये आशी चौकीदारी गाइस रुको गएर काट्यो ये आशी कुकुरलाई देखा हाल गाड्दा वो कुकुर गाड्दा गर्छ शुक्रबार ये गाड्दा दुई गाड्दा छ नि अगाडि हाम्रो त कन्टे हाले पनि आशी खोसिया निमन छ चौकीदारी पनि हाम्रै चौकीदारी पनि सँगै छन् आशी पनि सँगै छ खोसिया आशी पनि धेरै ठुलो छ स्याउला काट्छ ये उ देखा ठेकदार आसु एका खाना बजाउ नानु कुकुर का ध्यान सब मुख न धुयाया सब काला साला काटे दो गरे ये आश बजाउ ये आश बजाउ ने आज त कसो बड्यो यो हाम्रो भन्न ठाउँको नाम भन नयाँ बोल्नु नयाँ बोल्न कहिले आउँछ सिक्नु सब मान्छे हामीहरू यसरी बोल्न नै आउनु घरमुडको नाउँ शान्ति टोल हो यो वनको नाउँ के हो बसन्त वनमा आज नयाँ नयाँ आएर साउला खुल्या छ नहुने बुहारी आज कता साउला काट्यो आशी त लिएर गयो ये सब आइरहेछ काट्यो ये आशी कति रमाइलो दाखिनी आइमुडे बोल्नु थाइबाट त भारी कतल ल्याउने भन्ने केही थाहै छैन पछि हामीहरू भारी ल्याउनेखेरि भिडियो उति बेला पनि बनाउँछौँ साथीहरू साथीहरू धेरै तम्रा पाइला भने सबै मिलाउन पाइला यार पाइला मिलाऊ कि नि गरे चल गोविन्दी पाइला मिला देउडा खेलौं घुंगरू बजाई छम्की छमा छम। अब मोटी बहिनी के गर्ने, अब हिँडिसकि नै नजिक नजिक लाग्छु भन्छन्। कति बोलाउन हजुर सब मान्छे घुमेकै घुमेर एक ठाउँलाई पनि कोही बनाइसक्दैन। यहाँ खल्लो पनि छ दौरा मेरो यतै हो सबै काका पुगिहाल्यो हामीहरू त यतै छौँ हामी जुटा मात्रै छौँ। आज शुक्रबारको दिन म यता आफ्नो गाउँ आएको छु नि त धनगढीबाट, चुनावको कारण छुट्टी भएको छ अनि त्यही भइरहेको छु। यहाँ अब शुक्रबारको दिन चाहिँ स्याउला खुल्छ अनि चिबहरू स्याउला नभनौँ दौरै जान्छु, दौरा लिएर आउँछु जङ्गलमा। हेर्नुहोस् गाइज नभनौँ भन्छु फेरि गाइज आउँछ साथीहरू के भन्छु टक्क ला। अब हामी चाहिँ यो जङ्गलको यता जाने कि उता जाने भनेर कोही मान्छे दौरा खेल्न
कोही मान्छे चाहिँ डगुना डगुना ओ त मेरो आन्टी छ एला घरदेखि सँगै आउन अहिले बिच बाटोमा छुट्टिन आइसक्यो क्यान गर्दा यस्तरी छुट्टिन्छन् घरदेखि सँगै आउँछन् साथीहरू अहिले आएर चाहिँ बाटोमा छुट्टिन्छन् यिनीहरू बास्ना त छैन तर फुल चाहिँ राम्रो फुलाएको होइन टिकटक बनाउने टाइपको गाइस के गर्नु हो आयो अहिले मेरो क्यामेरै राम्रो होइन कि म क्यामेरा फेरि कोही मान्छेहरू के भन्दा तिमी राम्रो छैन त्यही भएर तिम्रो क्यामेरा भन्छ यस्तो यस्तो फुल छ साथीहरू ल ल दौरा छैनन् यति हो मेरो दौरा चोरले अगाडि बन्न खुले अगाडि चोरले चोरिसकेका हुन्छ दौरा अब शुक्रबार खुलाउँछन् फुल चाहिँ सुक्या छ कि फुलेर यस्तो यस्तो राम्रो बेलावाला फुल छ साथीहरू मेरो भारीहरू नानु भारी तरुवा भारी छ यति दौराउनु कति भारी हो सो साथीहरू अब चाहिँ म अर्को भिडियोमा चाहिँ तपाईँसँग उपस्थित हुनेछु अहिलेको लागि चाहिँ यति भन्न चाहन्छु अब चाहिँ घर पुग्न लागौँ ओके बाई गाइस टेक केयर आफ्नो ख्याल गर्नु अनि मलाई खासै अब त्यति राम्रो भिडियो चाहिँ बनाउन त आउँदैन त्यही पनि थोरै थोरै भिडियो बनाउन लाउँ नेपाली बोल्नु पनि राम्रो होइन साथीहरू गाउँकै भाषा छ ओके बाई साथीहरू